तपाईको मोबाइल फोनमा जीमेल एकाउन्ट अथवा गुगल आइडी लगइन छ, तर तपाईलाई त्यो आफ्नो जीमेल आइडी तथा गुगल आइडीको पासवर्ड थाहा छैन भने आफ्नो मोबाइलमा लगइन भएको जीमेल एकाउन्टको अथवा गुगल आइडीको पासवर्ड हेर्नको लागि सबैभन्दा पहिले मोबाइलमा रहेको प्ले स्टोरमा जानुहोस्। सर्च बारमा गुगल टाइप गरी सर्च गर्नुहोस्। यहाँ गुगल एप्स छ। कहिलेकाहीँ तपाईको यो गुगल एप्स अपडेट मागेको हुनसक्छ। त्यो अपडेटमा क्लिक गरेर ओपनमा क्लिक गर्नुहोस्। यहाँ माथि टपमा तपाईको गुगल एकाउन्टको पहिलो लेटर अथवा प्रोफाइल पिक्चर देख्न सक्नुहुनेछ। त्यो प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस्। तपाईको मोबाइल फोनमा 2 वा 2 भन्दा बढी जीमेल एकाउन्ट लगइन छन् भने म्यानेज योर गुगल एकाउन्ट भन्ने अप्सन देखिन्छ। यदि एउटा मात्र तपाईको मोबाइल फोनमा जीमेल एकाउन्ट लगइन छ भने गुगल एकाउन्ट भन्ने अप्सन मात्र देखिन्छ। मेरोमा म्यानेज योर गुगल एकाउन्ट देखाएको छ। मेरोमा 2 वा 2 भन्दा बढी जीमेल एकाउन्टहरू लगइन भएका छन्। यो जीमेल एकाउन्टको पासवर्ड पत्ता लगाउन म गइरहेको छु। त्यसैले म्यानेज योर गुगल एकाउन्टमा क्लिक गर्नुहोस्। यहाँ थुप्रै अप्सनहरू देखिन्छन्, जस्तो सबैभन्दा पहिला होम, त्यसपछि अलि यतापट्टि पर्सनल इन्फो, डाटा एन्ड प्राइभेसी, अलि यतापट्टि सर्नु, त्यसपछि यहाँ साइडमा सेक्युरिटी भन्ने अप्सन देख्नुहुनेछ। त्यो सेक्युरिटी अप्सनमा जानुहोस्। यो सेक्युरिटी अप्सनमा गइसकेपछि त्यहाँ स्क्रोल गर्दै जानुहोस्। त्यहाँ तपाईले एउटा पासवर्ड भन्ने अप्सन देख्नुहुनेछ। त्यो पासवर्ड भन्ने अप्सनमा सिलेक्ट गर्नुहोस्। यदि तपाईले आफ्नो मोबाइल फोनमा स्क्रिन लक राख्नु भएको छ भने कन्टिन्यूमा क्लिक गर्नुहोस्। यहाँनिर आफ्नो स्क्रिन लक अथवा पासवर्ड राखेर आफ्नो फोन अनलक गर्नुहोस्। यहाँ न्यू पासवर्ड, पुरानो सम्झिरहनु पर्दैन। अब तपाईँ आफ्नो गुगल एकाउन्टको अथवा जीमेल एकाउन्टको न्यू पासवर्ड राख्नु। यहाँ न्यू पासवर्ड राखिसकेपछि कन्फर्म न्यू पासवर्डमा क्लिक गर्नुहोस् र यहाँ तपाईले न्यू पासवर्डमा जे राख्नुभयो त्यही पासवर्ड, सेम त्यही पासवर्ड, कुनै पनि मिस्टेक नगरी कन्फर्म न्यू पासवर्डमा राखिसकेपछि चेन्ज पासवर्डमा सेलेक्ट गर्नुहोस्। यसरी नै तपाईले आफ्नो पुरानो जीमेल आइडीको पासवर्ड बिर्सनु भएको छ भने नयाँ पासवर्ड राख्न सक्नुहुनेछ।